यशायाको पुस्तक अध्याय 65। विरोधीहरूले दण्ड पाउनेछन्। पद 1। जसले मेरो सोधखोज गर्दैनथे तिनीहरूद्वारा म खोजिएको छु। जसले मेरो खोजी गर्दैनथे तिनीहरूद्वारा म भेटाएको छु। मेरो नामले नकहलाएको जातिलाई मैले भने, मलाई हेर। 2। दिनभरि मैले एउटा विद्रोही जातितिर आफ्ना हातहरू फैलाइराखेको छु, जो आफ्नै विचार अनुसार त्यस्ता बाटोमा हिँड्छन् जो असल छैन। 3। यो एउटा यस्तो जाति हो जसले मेरै मुखको सामु निरन्तर मलाई रिस उठाउँछ, जसले बगैँचाहरूमा बलि चढाउँछ र इट्टाहरूका वेदीहरूमा धूप बाल्छ। 4। तिनीहरू यी हुन् जो चिहानहरूको बीचमा बस्छन् र गुप्त स्थानहरूमा रात बिताउँछन्, जसले सुँगुरको मासु खान्छन् अनि तिनीहरूका भाँडाहरूमा घृणित वस्तुहरूको झोल हुन्छ। 5। जसले भन्छ, अलगै बस, मेरो नजिक नआइज, किनकि म तँभन्दा पवित्र छु। यिनीहरू मेरो नाकमा धुवाँ हुन्, एउटा आगो हुन् जो दिनभरि जलिरहन्छ। 6। हेर, मेरो सामु यो लेखिएको छ, म चुप लाग्ने छैन, तर म बदला दिनेछु। तिनीहरूको काखैमा बदला दिनेछु। 7। तिनीहरूका अधर्महरू र तिनीहरूका पिता पुर्खाहरूका अधर्महरूको बदला एकसाथ दिनेछु, परमप्रभु भन्नुहुन्छ। तिनीहरूले पहाडहरूमाथि धूप बालेका थिए र डाँडाहरूमाथि मेरो निन्दा गरेका थिए। यसैकारण तिनीहरूको पहिलेको काम तौलेर तिनीहरूको काखैमा हालिदिनेछु। 8। परमप्रभु यसो भन्नुहुन्छ, जसरी अङ्गुरको जुप्पामा दाखरस पाइँदा कसैले भन्छ, यो नष्ट नगर किनकि यसमा आशिष छ, त्यसरी नै म तिनीहरू सबैलाई नष्ट नगरू भनेर मेरा दासहरूको खातिर म काम गर्नेछु। 9। अनि म याकुबबाट एउटा वंशलाई र यहुदाबाट मेरा पहाडहरूको एउटा हकवालालाई निकालेर ल्याउनेछु, अनि मेरा चुनिएकाहरूले यसलाई आफ्नो अधिकारमा ल्याउनेछन् र मेरा दासहरू त्यहाँ बस्नेछन्। 10। अनि मेरो प्रजाका निम्ति जसले मेरो खोजी गरेका छन्, सारोन चाहिँ भेडा बाख्राहरूको गोठ र आकोरको बेसी चाहिँ गाई बस्तुहरूको विश्राम स्थल हुनेछन्। 11। तर तिमीहरू परमप्रभुलाई त्याग्नेहरू हौ, तिमीहरू मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, भाग्य देवताका निम्ति टेबल तयार पार्छौ र भावी देवताका निम्ति अर्घ बलि भर्छौ। 12। यसकारण म तिमीहरूलाई तरवारका निम्ति ठहराउनेछु र तिमीहरू सबै काटिनका निम्ति झुक्नेछौ, किनकि मैले बोलाउँदा तिमीहरूले जवाफ दिएनौ, म बोल्दा तिमीहरूले सुनेनौ, तर मेरा आँखाकै सामु दुष्ट काम गर्यौ र त्यो कुरा रोज्यौ जुन कुरामा म प्रसन्न थिएन। 13। यसकारण प्रभु यहोवा यसो भन्नुहुन्छ, हेर, मेरा दासहरूले खानेछन् तर तिमीहरू चाहिँ भोकै रहनेछौ। हेर, मेरा दासहरूले पिउनेछन् तर तिमीहरू चाहिँ तिर्ख्याउँदै रहनेछौ। हेर, मेरा दासहरू रमाउनेछन् तर तिमीहरू चाहिँ लज्जित हुनेछौ। 14। हेर, मेरा दासहरू हृदयको आनन्दले गीत गाउनेछन् तर तिमीहरू चाहिँ हृदयको पीडाले चिच्याउनेछौ र आत्माको टुटाइले रोइ कराइ गर्नेछौ। 15। अनि तिमीहरूले आफ्नो नाम मेरा चुनिएकाहरूका निम्ति श्रापको रूपमा छोडिराख्नेछौ, किनकि प्रभु यहोवाले तँलाई मार्नुहुनेछ र आफ्ना दासहरूलाई अर्को नामले बोलाउनु हुनेछ। 16। र जसले पृथ्वीमा आफूलाई धन्यको भन्छ, उसले सत्यताको परमेश्वरमा आफूलाई धन्यको भन्छ, अनि जसले पृथ्वीमा कसम खान्छ, उसले सत्यताको परमेश्वरको नाममा कसम खानेछ, किनभने पहिलेका कष्टहरू बिर्सिएका छन् र ती कुराहरू मेरो आँखाबाट लुकिएका छन्। नयाँ आकाश र नयाँ पृथ्वी। पद 17। किनकि हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु, अनि पहिलेका कुराहरूको सम्झना गरिने छैनन्, न त मनमा नै आउनेछन्। 18। तर जुन कुरा म सृष्टि गर्छु त्यसमा तिमीहरू सदा सर्वदा आनन्दित हौ र रमाऊ, किनकि हेर, म यरुशलेमलाई एउटा रमाहाट र त्यसका मानिसहरूलाई एउटा हर्षको रूपमा सृष्टि गर्छु। 19। अनि म यरुशलेममा रमाउने छु र मेरो प्रजामा आनन्दित हुनेछु, अनि त्यसमा न रोएको स्वर न चिच्चाएको आवाज फेरि कहिले सुनिनेछ। 20। त्यहाँ थोरै दिन मात्र बाँच्ने दुधे बालक र आफ्नो आयु पुरा नगर्ने वृद्ध मानिस फेरि कहिल्यै हुने छैनन्, किनकि टिट्ठाधरी 100 वर्षको भई मर्नेछ, तर 100 वर्षको भएर पनि पापी मानिस श्रापित हुनेछ। 21। अनि उनीहरूले घरहरू बनाउनेछन् र तिनमा बास गर्नेछन्
अनि उनीहरूले दागबारीहरू लगाउनेछन् र तिनका फल खानेछन्। 22 उनीहरूले बनाउने तर अर्कोले बास गर्ने, उनीहरूले रोप्ने तर अर्कोले खाने त्यस्तो हुने छैन। किनकि मेरो प्रजाको आयु रुखको आयु झै हुनेछ र मेरा चुनिएकाहरूले आफ्ना हातहरूको काम धेरै समयसम्म उपभोग गर्नेछन्। 23 उनीहरूले व्यर्थमा परिश्रम गर्ने छैन, न त विपत्तिका निम्ति जन्माउनेछन्, किनकि उनीहरू परमप्रभुका धन्य जनहरूको वंश हुन्। उनीहरूको साथमा उनीहरूका सन्तानहरू पनि। 24 अनि यस्ता हुनेछन्, उनीहरूले पुकार्नुभन्दा पहिले म जवाब दिनेछु अनि उनीहरूले बोल्दा बोल्दै म सुन्नेछु। 25 ब्वाँसो र भेडाको पाठो एकसाथ चर्नेछन् अनि सिंहले गोरुले झै पराल खानेछ अनि सर्पको आहार चाहिँ धुलो हुनेछ। मेरो सम्पूर्ण पवित्र पर्वतमा तिनीहरूले न कुनै हानि पुर्याउनेछन् न नाच्ने गर्छन्, परमप्रभु भन्नुहुन्छ।